हामी चाहिँ आज स्नोले गर्दा फस्यो र दाजु अघि एकपल्ट लडिसक्यो हो, म पनि लडिसकेँ। बाइक अब यहाँ अगाडि जानु सक्दैन भनेर ड्राइभरहरूले पठाउनु खोज्दैछ। अब के गर्नु दा, चढ्नु कि चिप्लिँदैन तपाईँलाई अलिकति डर भयो कि चिप्लिँदैन। म आरामले आएको। एक नम्बर गियर हाल्नुहोस्, एक नम्बर गियर हाल्नुहोस् हो, एकको जानुहोस्, एकमा जानु। बरु भित्तातिर हाल्दा हुन्छ कि छेउछाउमा हाल्दा, छेउतिर नजानु, चिप्लिँदैन। तिनीहरूले गाडी चलाएको यहाँ बेसी बस्यो भने चाहिँ यो थुप्रो भने झन् प्रब्लम हुन्छ। खसेर नि खस्दा होइन अब, तर अहिले यस्तो कम्ती हुँदैछ त, यसमा कम्ती हुँदैछ। अहिले कस्तो परेको सुन्नुहुन्छ, त्यस्तो जान्नु छ बुझ्नु र, यसमा त्यस्तो चिप्लिँदैन। अहिले एकपल्ट क्लियर बस्यो भने त्यसमा चाहिँ कन्फर्म चिप्लिन्छ। ब्ल्याक आइस भयो भने त टेन्सन हो नि त। म त त्यहाँ अब ब्रेक हाल्नु पऱ्यो हो। आइसमा त भन्दैछ हो, नराम्रो त खानु फसेला आज। केही छैन, तर पनि अब जहिले पुग्नु पर्ने हो। बिस्तारै जाउँ कि मनिषालाई पर्दैन, बिस्तारै कुदायो अब। म त त्यसमा कुदेको नि बिस्तारै हुन्छ भनेर हुन पुग्दैछु। तपाईँको त खास स्किप पनि हुँदैन, टायर त्यस्तो नयाँ भएकोले गर्दा। हुन आउ त, स्टार्ट गरेर एक नम्बर हाल्नुहोस् त पहिला। स्टार्ट गरेर एक नम्बर। अगाडि अब कसरी निस्किनु पर्ने